हावा नि भान्जाको भान्जाले गरे एउटा काम त गऱ्यो भिडियो बनाएर हरि ओम भंग आसुर खाना नहुने त गाडी खोलिहाल्नु पर्यो तर हाम्रै छोरी हाम्रो उठेर रोटी पकाएर होइन यसलाई त झन् पुग्ने भइहाल्यो ओम तिथि विष्णु तथा वारु नक्षत्र विष्णुरेव च योगस्य करणं चैव सर्वविष्णुमयं जगत् जले विष्णु थले विष्णु विष्णु पर्वतमस्तके ज्वालमालाकुले विष्णु सर्वविष्णुमयं जगत् हरि ओम तत्सदोम 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 विष्णुः विष्णुविष्णुअद्वैय श्रीमद्भगवतो महापुराणो पुरुषस्य विष्णुराज्ञे प्रवर्तमानस्य एकादश स्थान स्थित ग्रहवत शुभफलप्राप्त्यर्थं योगिनी विंशोत्तरी त्रिभाग्यभय शम्भुकंप आदि भय दोष निवारणार्थं दुःख दारिद्र्य दुर्भाग्य दुर्मन उपशान्त्यर्थं सुख शांति आयु आरोग्य विवृद्ध्यर्थं समस्त स्थापितादि देवतानां दीप कलश गणेश ब्रह्मा विष्णु पुष्प उतेता पनि छ नि उत्यहाँ ल पुष्प अक्षता बेलपत्र हैन है पुष्प थोरै पुष्प थोरै अलिअलि पुष्प अक्षता बोकेर दियोको ध्यान गर्ने ओम नमोस्तु अनन्ताय सहस्रमूर्ते सहस्रपादाक्षिरूर्वाहवे सहस्रनाम्नि पुरुषाय शाश्वते सहस्रकोटिधारिणे नमः कर्मशाखिणे दीपस्तनारायण भो नमः त्यो दुनामा राखिदिनुहोस् हो त्यहाँ अब त्यसलाई त्यहीँ राखेर आह्वान गरिदिनुहोस् त ओम आवाहनम समर्पयामि दीपस्तनारायण भो नमः आसनम समर्पयामि कुशको टुक्रा एउटा राखिदिनु आसनम समर्पयामि अब तपाईले दाजु त्यहाँबाट पञ्चोपचारले पादेहो ऐकसुर हस्तयोर अर्घ्यं समर्पयामि मुखे आचमनीयं जलं समर्पयामि सर्वाङ्गे स्नानीयं समर्पयामि पञ्चामृत स्नानं शुद्ध अक्षतान् समर्पयामि पुष्पं समर्पयामि धूप जलाइदिनु त त्यो होइन बाबा बाँकीको धूप थियो नि कहाँ छ दुईटा धूप जलाइदिनु त अनि नि यहाँ अर्को त्यो प्रत्यक्ष दीप पनि छ हेर्नु त हो त्यो पनि जलाइदिनु उहाँलाई अहिले जस्तो नि त्यो धूपकाती गरेपछि हात पखाल्ने एउटा बटुको पनि चाहिन्छ हामी प्रत्यक्ष दीपम धूप दीपान्ते यस्तो प्रसाद नैवेद्य सानो चाहिँ नैवेद्यमा निवेद राखिदिनु न एउटा नैवेद्यमा निवेदयामि नैवेद्यान्ते ऋतुफलम एउटा सिङ्गो फल हजुर राखिदिनु अब द्रव्य दक्षिणा पैसा राखिदिनु द्रव्य दक्षिणा समर्पयामि अब अक्षराले पूजा गरिदिनु लारि ओम मा कृष्णो देवी विष्णुभग्नि पृथिव्यां रविषा ओखधिरा विवेश वैश्वानर सहसाग्नि सनोदिवा सरिगस्वातु नक्तं दीपस्तनारायण भो नमः पुष्पलेर थोरै पुष्पलेर नमस्कार गर्ने ओम भक्त्यादीपं प्रयच्छामि देवाय परमात्मने सर्वदुःख विनाशाय दीपज्योतिर्नमस्तुते स्वं भवतु कल्याणम् आरोग्य सुखशास्त्रेण सतेन तया ओम विवासवासा परिवीत आकाश श्रियान् भवति जायमान तन्जास कवय स्वाद्युमनसा देवयन्तः अब नि त्यो के अरे यसो धूप देखाइदिनु धूपम आग्रपयामि प्रत्यक्ष दीपम समर्पयामि धूप दीपान्ते हस्तो प्रक्षाल्य हात पखालिहाल्नुहोस् हस्तो प्रक्षाल्य अब नैवेद्य राखिदिनुहोस् नैवेद्यमा निवेदयामि ओम नाभ्य आसीदन्त जगो शेखनो देवहु समपततपरिहाम निर्षो तथा लोकाकल्पयन्न अपुङ्गो पनि राखिदिनुहोस् त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितं देहासङ्कल्पत्वा प्रसीद परमेश्वरः
सर्वदा नमो नमस्ते स्फटिकप्रभाय सुश्रितहाराय सुमङ्गलाय शुभाशस्ताय दशासनाय जलादिनाथाय नमो नमस्ते अपाम्बते पञ्चकुम्भपम्बरुणाय नमो नमः। त्यो पाँचैवटामा राखिदिनुहोस्, तपाईँहरूले लिएको पनि ती राखिदिनुहोस् एउटा उसमा। तपाईँको पुष्प पनि राखिदिनुहोस्। रोशन गुरु त्यो कलशमा होइन धेरै खालको बाल्नु हुन्छ गुरुले धेरै गुरुले नयाँ स्टाइल हो अहिलेको यो चामलमा त अब सबै डढ्ने नै हो खोइ हाम्रो त आउनु नि दादा यता हेर्नुहोस् भाइ यता हेर मेरा पनि निक्लिन्छ